सबैजनाले यहाँ तल यो जाँठीमा कुरा सुन्नु त। साथीभाइहरू विदेश बस्ने केटाहरूले चाहिँ त्यही कपाल पालेका होला नि, रहरले पालेका होला नि, बिचराहरू ह्यान्डसम देखिन्छ भनेर पालेका होला नि भनेर सोच्थे होइन। भरे त नि विदेश बस्ने केटाहरूले त नि कपाल काट्ने पैसै नभएर कपाल पालेका रहेछन् क्या सयमा। त्यो कपाल हो क्या मात्र जाँठा हो र भने मैले पछि दिने पछि काट्नको लागि भने के म्याच झाक्ने कुरा बुझिनास्। अनि विदेशमा बस्ने केटाहरूले कपाल नकाटेको होइन क्या, मात्र झाक्ने पाल्न मन लाएर पालेको पनि जस्तो होइन नि, मात्र मैले पछि पर्दै मात्र छिलेर बस्नको लागि बुझिस् नि। अब केटाहरूको पाले पनि नकाटे पनि मात्र छेकिने होइन के अरे लुकिने होइन बुझिस् नि यति कुरा। त एकचोटि उतान पार हुन्छ मात्र भन्न म्याच झाक्ने जङ्गलै भए पनि तेरोमा छिराइदिन्छ बुझिस् नि। मात्र त्यसलाई पैसा नभएको भनेर भन्दैन बुझिस् नि, काट्न मन नलागेर मात्र स्टाइल स्टाइलमा अब राख्न मन लागेर राख्यो होला नि त म्याच झाक्ने। अब कसैले दारी राख्छ, कसैले कपाल राख्छ, कसैले जाँठा राख्छ, हुँदै भएर म्याच झाक्ने कुरा बुझिस् नि। नत्र फेरि उतान पार तेरो तलदेखि माथि मात्र मुन्डन हान्देला फेरि मात्र खुल्ते बनाएर म्याच झाक्ने चिल्लो बनाइदेला फेरि यस्तै भएको बुझिस् नि। अनि एउटा कुरा सुन, त्यसमा पनि भेराइटी हुन्छ, मात्र मेसिन हान्ने कि कति नम्बरको मेसिन लगाएर हान्ने कि मात्र ब्लेड लाउने कि के लाउने पुरो त्यो चाहिँ भन्नु भेराइटीमा स्टाइलमा हानिदिन्छ म्याच झाक्ने बुझिस् नि। अब तैँले कपालको त कुरा गरिस्, कहाँनिरको कपालको चाहिँ कुरा गरेर तैँले टाउको कपाल कुरा गरिस्, दारीजुङको कुरा गरिस्, मात्र काकीको बुत्ला कुरा गरिस्, अल्पट्टिको मात्र बन्दङ्गलको कुरा गरिस्, कस्तो तरिकाले खुलाएर भन्के म्याच झाक्ने। अनि देखाउने काम भने हाम्रो भाइले मात्र काटेको छैन भनेर बुझिनस् म्याच झाक्ने। आज भर्खर काटेको हेरेर मात्र चिल्लो बनाएर आएको म्याच झाक्ने बुझिस् नि, देखिस् नि। एउटा कुरा 100 मा काट्न पर्दैन, 20-30 मा पनि काटिन्छ केटाहरूको कपाल बुझिस् नि। के अरे तिनीहरूको जस्तो होइन त उतान पारेर क्रिम लगाएर मात्र घसिराख्न पर्न म्याच झाक्ने, त्यसलाई पनि 300-400 पर्छ होला। अनि के केटाहरूको कपाललाई मात्र आफ्नो जाँठासँग दाजेर बसिरहेछ क्या म्याच झाक्ने। केटाहरूको टाउकोमा हेर्दै आफ्नो त्रिनेत्रतिर हेर्दै दाजै गरेर बसिरहेछ क्या। एउटा कुरा सुन, मात्र कपाल र जाँठामा फरक हुन्छ म्याच झाक्ने। त भन्न मात्र झाक्ने कुन चाहिँ स्टाइलमा मात्र कुन चाहिँ तरिकाले मुडले हान्नु पर्ने, मात्र माथिदेखि तलसम्म म्याच झाक्ने पुरै चिल्लो बनाएर छोड्नु खर लाएर बुझिस् नि। अनि अनुहार हेर्दाखेरि भैँसीको चाकबाट आधा मुन्टो निस्केको भैँसीको बचेरो जस्तो छ म्याच झाक्ने। अनि त आएर केटाहरूले एकचोटि भन्न मात्र होइन के तसँग पैसा लिँदैन के तेरो त फ्रीमै काटिदिन्छ म्याच झाक्ने, तल काटिन माथि काटिन बुझिस् नि।